हाम्रो भक्तपुर एक्सप्लोर गरौँ है त आज। कल्चर, आर्ट, क्राफ्ट, आर्किटेक्चर सबैमा एकदमै धनी भएको ठाउँ भएर होला मलाई यहाँ जति आए पनि इनफ लाग्दैन। मेरो स्कुलको बेस्टीहरूसँग यही ठाउँमा क्याचअप गर्ने प्लान बनेको थियो, त्यसैले मलाई पासाले घरबाट पिकअप गर्यो। हाम्रो फर्स्ट स्टप चाहिँ पटर स्क्वायर थियो। दुईटा डिफ्रेन्ट ठाउँमा हामीले यो एक्सपिरियन्स लियौँ। फर्स्ट वाला चाहिँ क्विक भयो, चित्त नबुझेर हामी सेकेन्डको लागि चाहिँ पासाको पसल गयौँ। आफूलाई मनपर्ने शेपको पटहरू बनायौँ हामीले त्यहाँ। यस्तो कोजी स्पेसमा कस्तो मजाको आर्ट एन्ड क्राफ्ट क्ले मेड डिजाइन्स। त्यसपछि हामी भक्तपुरको गल्लीहरू डुल्दै नेवारी खाना भनेर गयौँ। दरबार स्क्वायर नजिकै बैगा भोटु भन्ने नेवारी रेस्टुरेन्ट रहेछ, एकदमै कोजी एस्थेटिक छ। अलिकति डिले भएको थियो, हामी शनिबार गएको भएर पनि होला एकदमै बिजी थियो रेस्टुरेन्ट। एक दुईटा आइटम त आउँदा नै आएन अनि क्यान्सल गर्नु पर्यो, बट टोटली अन्डरस्ट्यान्डेबल। तर आई हेभ टु टेल जे खाना आयो सबै मिठो थियो। त्यसपछि दरबार स्क्वायरको आर्किटेक्चर र ब्युटीलाई अप्रिसिएट गर्दै हामी नाथपोल टेम्पलको वन्डरफुल फ्रन्ट भ्यू हेर्नको लागि हिमालयन जाभा गयौँ। त्यसपछि दत्तात्रेय स्क्वायरमा हामीले जुजु खायौँ। आलु चारा च्वास्सै पानीपुरी खान पनि जान मन थियो तर भ्याएन। होपफुली नेक्स्ट टाइम। एनीवे, ग्रेटफुल दैट वी ऑल कुड स्पेन्ड टाइम टुगेदर।